नमस्कार, यस भिडियोमा हामी कम्पाउन्ड रेशियोको बारेमा डिस्कसन गर्नेछौँ र यसमा भएका केही प्रब्लमहरू रहेको छ जो चाहिँ कन्टिन्यू रेशियो जसलाई हामी लगातार और चेन रेशियो पनि भन्छौँ। सो पहिलो क्वेसन हाम्रो के रहेको छ भने यदि A:B इक्वल 7:9 र B:C इक्वल टु 15:7 भए A:C को भ्यालु कति हुन्छन्? सो यसलाई हामी कन्टिन्यू रेशियो किन भन्छौँ भने हेर्नुस् त A पछि B पछि C भनेपछि लगातार रेशियो भनेको दैट इज द A/B B/C एन्ड के रहेको छ भने यो भन्दा अझै भयो भने के हुन्छ C/D। यस्तो किसिमको रेशियोलाई हामीले के भन्छौँ त कन्टिन्यू रेशियो और चेन रेशियो भन्छौँ र यसलाई हामी कम्पाउन्ड पनि भन्छौँ। धेरै रेशियोहरूको मिश्रण भएको हुनाले यसलाई हामीले कम्पाउन्ड रेशियो पनि भन्छौँ। सो यदि A/B इक्वल टु 7 भए यहाँ हेर्नुस् त A/B equal to 7/9 and B/C equal to 15/7 भए A/C equal to कति हुन्छ? A/C equal to कति हुन्छ? यदि यस्तो किसिमको रेशियो दिएको छ भने कन्टिन्यू चेन रेशियो दिएको छ भने हामीले डाइरेक्ट यसलाई के गर्न सक्छौँ त डाइरेक्ट मल्टिप्लाई गर्छौँ। सो A/B into B/C दैट इज हाम्रो के भ्यालु आउँछ भने A/C। यहाँ हेर्नुस् त B र B क्यान्सल हुन्छ भनेपछि A/C नै आउँछ। सो यसलाई हामी के गर्नुपर्छ 7/9 इन्टु 15/7 15 भाइ कति त 7। सो यो र यो क्यान्सल हुन्छ। सो 3 ले काट्दाखेरि 5 3 जा 15 3 3 जा 9। सो 5:2 कति भयो त 3 5:3 भयो। यसको अप्सन कति छ हाम्रो अप्सन नम्बर ए रहेको छ 5:3 रहेको छ। त्यस्तै अर्को क्वेसन छ। अर्को क्वेसन के छ भने A/B इक्वल टु 3/4 एन्ड B/C इक्वल टु 2/5 भए A/C इक्वल टु कति हुन्छ त A/C इक्वल टु वाट? यो पनि कम्पाउन्ड र कन्टिन्यू रेशियो भएको हुनाले यसलाई हामी के गरिदिन्छ त मल्टिप्लाई 3/4 इन्टु 2/5 दैट इज 2 2 जा 4 भनेपछि कति हुन्छ त 3/10 3/10 हुन्छ। त्यस्तै क्वेसन नम्बर 3 मा के रहेको छ यदि A/B इक्वल टु 3/2 भए वा 3:2 भए र B:C इक्वल टु 3/4 भए A:C को भ्यालु कति हुन्छ? तपाईहरु कमेन्ट गर्नु होला। A:3 को भ्यालु कति हुन्छ? सो यसमा हामीले के पढ्यो भने कम्पाउन्ड रेशियोको पनि कन्टिन्यू रेशियो यदि चेन रेशियो छ भने लगातार यदि हाम्रो रेशियो बढिरहेको छ भने त्यस्तो कन्डिसनमा के गर्नुपर्छ हामीले जस्ट मल्टिप्लाई गरिदिनु पर्छ। अनि त्यसपछि हाम्रो A/C छ। जस्तै यहाँ यसमा के छ B र B क्यान्सल भयो तल र माथि क्यान्सल हुन्छ A/C नै रहन्छ। अनि यसको भ्यालु हामीले सजिलै निकाल्न सक्छौँ। टोटललाई के गर्नुपर्छ त मल्टिप्लाई गरिदिनु पर्छ।